मैले पृष्ठभूमि राखेको किन चाहियो भन्नेको उत्तर लेखेको छ यहाँ। यो चाहिँ गन्तव्य राखियो भने मात्रै त्यहाँ पुग्न सकिन्छ। गन्तव्य निर्धारण गरिने संस्थाको ऐतिहासिक पृष्ठभूमिमा खास गरी 2061 सालबाट मधेरे खोलादेखि ओडारीसम्म चाहिँ ठुलो बाटो एउटा बाटो सुरु भएको 18 जनाले सुरु गरेर 63 सालमा प्रति व्यक्ति 300 रुपियाँ बचत गरेर एउटा चोथाङ अनि त्यसै गरी 67 सालमा चाहिँ त्यही संस्था सुआर्जन साना किसानी सहकारी संस्थाको रूपमा नामाकरण गरिएको रहेछ। यी दुईटा संस्था 76 साल भाद्र 7 गते संयुक्त साधारण सभा गरेर यो पौरखी कृषि सहकारी सामान्यतया मर्ज गर्दा दुईटा नाम जोडेर गर्ने चलन 7 मा रहेको 65 सालमा स्थापना भएको संयुक्त जनसेवा बचत तथा ऋण सहकारी संस्था चाहिँ 2078 सालमा पौरखीसँग एकीकरण भएको। त्यो बेलामा एकीकरण गर्दा त्यो साकोसँग कति पुँजी थियो, कति 40 बाल सदस्य छन् र 23 करोडभन्दा बढी यसको पुँजी रहेको कुरा छ र हरेक वर्ष मुनाफा पाड्न सफल छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ र यसको कार्यक्षेत्र भीमेश्वर नगरपालिकाभित्र छ भन्ने कुरा छ। यसमा धेरै कुरा गरिन्छ। अलिकति यो दस्तावेजमा खाइएर आन्तरिक विश्लेषण पनि गर्नुपर्ने हुन्छ, त्यो कुरा उल्लेख गरेको छ। म त्यतातिर नि जान चाहन्न। संस्थागत विकासमा यो सहकारीमा 11 सदस्य सञ्चालक समिति छ, 3 सदस्य लेखा सुपरभिजन समिति छ, त्यसै गरी विभिन्न 5 वटा उपसमितिहरू छन्, 7 सदस्य सल्लाहकार समिति छ, 9 जना विषयगत जानकार कर्मचारीहरू रहेका छन्। यस्तो कुरा र आफ्नै कार्यालयबाट चाहिँ छ। बिक्री केन्द्रको पनि व्यवस्थापन गरिरहेको छ, कोल्ड स्टोर पनि व्यवस्थापन गरेको छ भन्ने कुरा उल्लेख गरेको छ। त्यसै गरी कार्यविधि पनि विभिन्न खालका कार्यविधिहरू बनाएको अभिलेख गरेको छ। यसमा म सबै कुरा राखिनँ, जस्तो बचत नीति छ, ऋण नीति छ, लिलाम कार्यविधि छ, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि जस्ता कुराहरू सुझाव पेटिकामा हालेको सुझाव, बैठक र साधारणसभा गरेका सुझावहरूलाई मनन गरेर चाहिँ कार्यान्वयनमा लाने गरेको छ र योजना तर्जुमा कसरी गरेको छ भन्ने कुरा पनि उल्लेख गरेको छ। हरेक वर्ष साधारणसभा हुन्छ। साधारणसभाभन्दा अगाडि टोलगत रूपमा प्रतिनिधित्व गर्ने यो सञ्चालक समिति र उपसमितिको संयुक्त बैठक बसेर एउटा दस्तावेज तयार गरिन्छ। त्यो पास गरेर सञ्चालक समितिबाट पास गरेर साधारण सभामा प्रस्तुत गरिन्छ र साधारण सभाले पारित गरेअनुसार कार्यान्वयन गरिन्छ। र यो संस्था विभिन्न सङ्घ संस्थासँग आबद्ध रहेको छ, खास गरी विषयगत सङ्घहरूसँग आबद्ध रहेको भनेर यहाँ कुनकुनसँग आबद्ध गरेको छ र भौतिक पूर्वाधार र सूचना प्रविधिमा यो सहकारीले के काम गरेको छ भन्ने कुरा छ। यसमा चाहिँ सामान्यतया सफ्टवेयर छ, सिसी क्यामेरा, भल्ट लगायत र हरेक महिना चाहिँ यसरी व्यावसायिक हुनुभएको छ। हरेक वर्ष लाभांश वितरण गर्न सफल छ। संस्थाको गतिविधिमा शेयर सदस्यको चासो बढेको छ। नियमित रूपमा बैठक, सञ्चालक समितिको बैठक, उपसमितिको बैठक र साधारण सभा बसेको छ। आफ्नै भवनबाट सेवा प्रवाह भएको छ। प्रदेश स्थानीय तह अन्तर्गतका सरकारी संरचनाहरूसँग समन्वय गरेर शेयर सदस्य अनुकूल कृषि अनुकूल कार्यक्रमहरूमा सहकार्य गरेको छ। तपाईँले भनेको कुरा त्यहीँ आयो। कृषि सहकारी मध्ये जिल्लाकै सबल सहकारीमा चिनिएको छ कृषिको मध्येमा चाहिँ। अनि यस संस्थाबाट विषयगत सङ्घ, जिल्ला सङ्घमा प्रभावकारी प्रतिनिधित्व रहेको छ। त्यसै गरी सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहबाट पुरस्कृत र सम्मानित भएको छ सहकारी। आन्तरिक स्रोतबाट कृषि सामग्री तथा बिउ बिजन अनुदानमा नियमित बिक्री वितरण गरेको छ। कृषि उपज मल बिउ खरिद बिक्री केन्द्र सञ्चालन गरेको छ। यी चाहिँ असाध्यै राम्रा काम हुन् भनेर लिस्टेड गरेका छौँ हामीले। यसमा केही थप्छ भने यहाँले टिपाउनु भयो भने चाहिँ हाम्रो म्यानेजर साहबले टिप्नुहुन्छ, त्यसलाई पछि राखेको छ, पछि नोट गरिदिँदा पनि हुन्छ। कोल्ड स्टोर पनि छ, कोल्ड स्टोर यहाँ राखियो होला। अब कमजोर असाध्यै चाहिँ सुधार गर्नै पर्ने कुरा चाहिँ के छ भने कृषि उपजको व्यावसायिक प्रशोधन, उत्पादन त भयो, व्यावसायिक प्रशोधन वा उपयोगमा प्रभावकारी भूमिका खेल्न सकेका छैन यो सहकारीले। खेल्नुपर्ने छ मार्केटिङको कुराहरूमा। अनि साधन सभा त हुन्छ, तर साधन सभा पैसा बाँड्नेको दिन रूपान्तरण भइरहेछ। त्यसकारण साधन सभा प्रभावकारी बनाउनु छ। के तरिकाले हो यो गर्नुपर्ने छ। खराब कर्जा रहनु छ। खराब कर्जा केही हामी बारम्बार भन्छौँ, करिब राम्रै आँकडामा खराब कर्जा हामीसँग छ भनिन्छ। कृषि पशुपालन सम्बन्धी प्राविधिक सेवा पर्याप्त हामीले दिन सकेका छैनौँ। कृषि सहकारी भन्छौँ तर प्राविधिक सेवा हामीले दिन सकेका छौँ, सरसल्लाह दिन पनि सकेका छैनौँ। अर्को कार्यालय सुरक्षाको उचित प्रबन्ध पनि गर्न सकेका छैन। यसको आधारमा अब के गर्ने भने स्ट्राटेजी भन्छ। अरू केही छुट्या छन् भने यहाँहरूले भन्नुभयो हुन्छ। यही स्पिडमा लाग्यो।
रूपमा हामीले हेर्यौँ। थ्रेट्स, चुनौतीमा सरकारी नीति नियमका कारण, सायद एकछिनपछि हामी सरकारी नीति नियम अलिकति हेर्छौँ होला, सरकारी नीति नियम ऐनको कारण शेयर सदस्यको पहिलो रोजाइमा यो संस्था नपर्न सक्छ। एउटा मात्रै सहकारी रोज भन्यो भने यो दोस्रो प्राथमिकता पर्न सक्ने सम्भावना धेरै छ। त्यसले गर्दा हामीलाई खतरा छ है। र अनि त्यसको कारणले प्रभावकारी नेतृत्व नपाउने हो कि होइन? अब सञ्चालक समिति दोहोऱ्याउन नपाउने भन्ने कुरा पनि आइरहेछ। अहिले पछि अलिकति रिभाइज गरे भने सुनिएको छ। त्यो हो भने प्रभावकारी नेतृत्वको खडारी पर्ने पो हो कि रोजाइमा पनि अरू रोज नै अनि दोहोऱ्याउनु नपाउने हो भने अवस्था हुन्छ कि भन्ने एउटा थ्रेट्सको रूपमा हामीले हेरेका छौँ। र अर्को वन्यजन्तुको आतङ्क र उचित प्रतिफल सहितको बजारको अभावले कृषि व्यवसायले धराशय भयो भने सबल पक्षलाई घटाउँदै जाने, कमजोरीलाई घटाउँदै जाने, अवसरलाई छोप्ने, चुनौतीसँग लड्ने हो। लड्ने बुझा चाहिँ दुईवटा मैले यहाँ किन लड्ने भने सरकारी अभियान बहुरखीको साझा पहिचान यो हामीले गन्तव्य हो, हामीले खोजेको भिजन। र त्यो कुरा प्राप्त गर्नलाई के गर्छौँ त हामीले तारो भन्छ, त्यसलाई मिसन भन्छ, त्यसको भाषामा ध्येय भन्छ नेपालीमा। कृषकको लागि भरोसा के, कृषि व्यवसायीकरणको लागि भूमिका खेल्न सक्ने अग्रणी संस्थाको रूपमा पहिचान भएको हुनेछ। अग्रणी संस्थाको रूपमा पहिचान विकास गर्ने भन्ने चाहिँ हामीले मिसनमा राखेका छौँ। र त्यो मिसन प्राप्त गर्नको लागि 3टा जति रणनीतिक उद्देश्यहरू राखिएका छन्। यसमा म वाचन मात्रै गर्न चाहन्छु। भीमेश्वर नगर क्षेत्रमा रहेका कृषकलाई शेयर सदस्य बनाई उनीहरूको व्यावसायिकतामा सहयोग पुर्याउने, कृषक शेयर सदस्यहरूलाई आवश्यक पर्ने एकीकृत सेवा प्रवाह गरिन समन्वयकारी भूमिका खेल्ने, कृषिसँग सम्बन्धित सेवा पनि हाम्रो जाओस्, आर्थिक पनि जाओस्, सबै कुराको बहुरखीमा आए चाहिँ हरेक कुराको सोल्युसन पाइन्छ भने रहोस् भन्ने, प्राविधिक पनि भयो, पैसाको पनि सहकारी। अनि शेयर सदस्यलाई आवश्यक पर्ने आधुनिक प्रविधियुक्त वित्तीय कारोबार सम्बन्धी गुणस्तरीय सेवा प्रभावकारी रूपमा सहज रूपमा उपलब्ध गराउने भन्ने कुरा छ। र अब रणनीतिक लक्ष्यहरू राखिएको छ। यो कुरा के गर्यो भने हुन्छ त भन्दा रणनीतिक लक्ष्यहरू यहाँ प्रस्तुत गरिएको छ। त्यसमध्ये दुईवटा कुरा भन्न म सरल क्रियाकलाप भन्न चाहन्छु। अब 5 वर्षभित्रमा अहिले 3100 शेयर सदस्य हुनुहुन्छ, अघि त्यही देखे जस्तो लाग्छ मलाई। अब 6000 पुर्याउने महत्त्वकाङ्क्षी लक्ष्य छ। सरकारवाला सन्तुष्टि कति छन्, ऋणी कति सन्तुष्टि छन्, अरू सरकारहरूको निकायहरू पनि कतिको चाहिँ के हेर्छन्, त्यो कुरो मापन गरेर हामीलाई सुशासित बनाउँछौँ भन्ने छ। र अर्को क्षमता अभिवृद्धिमा योगदान गरी समावेशी प्रकृतिको समिति र उपसमितिहरू बनाउने भन्ने कुरा पनि छ। र त्यो काम गर्नको लागि 30वटा जति कामहरू चाहिँ गर्नुपर्छ भन्ने छ। त्यो म सरर मात्र सुनाउँछु। एउटा कुरा के भने सदस्य विस्तार गर्नुपर्छ, शेयर सदस्य विस्तार गर्नुपर्छ। हरेक वर्ष 500 दरले कुनै वर्ष 200 दरले वृद्धि गर्ने भनेर राखेको छ। 5वटा वर्ष हामीले कस्तो टेबल बनाएको छ भने क्रियाकलाप के गर्ने, पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, तेस्रो वर्ष के गर्ने, चौथो वर्ष के गर्ने, 5औँ वर्ष के गर्ने, र त्यो भयो कि भएन पुष्टाइको स्रोत के हो, के गरेर थाहा पाइन्छ त्यो भयो कि भएन, पुष्टाइको स्रोत पनि हेर्ने। जस्तो शेयर सदस्य 6000 पुर्याउने भनेको छ, भयो कि भएन भने शेयर लगत हेरेर थाहा पाइएला, शेयर लगत हेर्ने भनेर यसरी राख्ने गरी बनाएको छ। त्यसमध्ये सरल सुनाउँछु म। कार्य भवन एक तला थप्ने, पहिलो वर्षै थप्ने, कोल्ड स्टोर निर्माण गर्ने, दोस्रो वर्ष निर्माण गर्ने, थप कोल्ड स्टोर, प्रभावकारी साधारण सभा सञ्चालन गर्ने, नियमित रूपमा गर्ने हरेक वर्ष, समितिको बैठक हरेक वर्ष कम्तीमा 12वटा गर्ने, लेखा समितिको बैठक हरेक वर्ष 4वटा गर्ने, बचत वृद्धि 20% बढाउने, बचत हरेक वर्ष 20% बढाउने, अनि शेयर रकम वृद्धि हरेक वर्ष 20% बढाउने, सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम तथा भ्रमण सबै वर्ष 1-1वटा गर्ने, दोस्रो र चौथो वर्ष 2-2वटा गर्ने, कर्मचारी सिप अभिवृद्धि हरेक वर्ष 2-2वटा गर्ने, शेयर सदस्य अन्तर्क्रिया हरेक वर्ष 1-1वटा, कुनै वर्ष 2वटा गर्ने, कृषि व्यवसायिक अन्तर्क्रिया त्यसै गरी 2-2वटा गर्ने हरेक वर्ष, वित्तीय शिक्षा खास गरी स्कुल शिक्षा हरेक वर्ष एउटा गर्ने, वेबसाइट डिजाइन गर्ने हामी तेस्रो वर्ष गर्छौँ, वेबसाइट आफ्नै वेबसाइट हुन्छ, कागजात समेत सुरक्षित राख्नको लागि भल्ट व्यवस्था गर्ने यो पहिलो वर्षै गर्छौँ, कृषकको सवालमा अन्तर्संवाद गर्छौँ सरकारवाला बोलाएर, त्यो हरेक वर्ष एउटा गर्छौँ, विशेष पहिचान सहितको कर्मचारी पोसाक व्यवस्थापन गर्छौँ, यो चाहिँ 1 वर्ष बिराएर गर्छौँ, विशेष पहिचान सहितको पौरखीको फ्लेभर देखिने गरी, कृषि देखिने गरी हामी पोसाक व्यवस्थापन गर्छौँ। त्यसपछि शेयर सदस्य र व्यावसायिक कृषकको सम्मान हरेक वर्ष गर्छौँ, कार्य सम्पादनमा आधारित रही कर्मचारी सम्मान र क्षमता वृद्धि गर्छौँ, कार्य सम्पादनमा आधारित भएर यो काम गर्छौँ, यो पनि हरेक वर्ष गर्छौँ,
सेवाग्राही सदस्य र कर्मचारीको सन्तुष्टि मापन र समीक्षा गरेर आफूलाई रिभाइज गर्छौँ। यो 2 वर्ष बिराएर गर्छौँ। ज्येष्ठ नागरिक सम्मान हरेक वर्ष गर्छौँ। कृषक मैत्री प्रविधि हस्तान्तरण हरेक वर्ष गर्छौँ। कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन हरेक वर्ष नियमित रूपमा गर्छौँ। मुनाफा सहितको मुस्कान सहितको सेवा हाम्रोबाट मुस्कान सहितको सेवा नियमित हुन्छ। यसमा अलिकति रिभाइज गर्नु समीक्षा गर्नुपर्ने जरुरी पनि छ। त्यसको आधारमा हामी मुस्कान सहितको हाम्रो कार्यालयमा आउने साथ सेयर सदस्यलाई नमस्ते गर्छौँ जो त्यहाँ रहेका छन् कम्पिटिसनको सुरुमै। अब त्यहाँ सेयर सदस्यले नमस्ते भन्ने होइन, हामीले नमस्ते गर्छौँ। स्मारिका प्रकाशन गर्छौँ, 4औं वर्ष गर्छौँ। अनि सञ्चालक समिति र उपसमितिको गरेको कामको अभिलेख हाम्रो कार्यालयमा हुन्छ। समिति सञ्चालक समिति रहेका मान्छेहरूको नाम एक एकवटा फाइलहरू त्यहाँ रहेको हुन्छ। आफ्नो विवरण त्यहाँ राख्नेछौँ। बाह्य आम्दानी बढाउने कुनै एजेन्सी छ हाम्रो सहकारीको बाह्य आम्दानी बढाउने काममा भूमिका खेल्यो भने त्यसलाई सम्मान गर्ने परिपाटी विकास गर्छौँ। उत्पादन आधारित अनुदान दिन्छौँ। हामीले अलिअलि 5% त त्यो कोषमा राख्ने गरे पनि छ, त्यसबाट डिभिजन दिन्छौँ भने उत्पादन आधारित अनुदान हामी त्यो सिस्टम विकास गर्ने कोसिस गर्छौँ। त्यसको लागि हामीले तेस्रो वर्षदेखि सुरु गर्छौँ भनेको छ। यो पहिलो वर्ष छ। अनि कृषि तथा व्यवसाय मैत्री नीति कार्यक्रम तर्जुमाको लागि समन्वय र पैरवी निरन्तर गर्छौँ। हामी हरेक वर्ष गर्छौँ। कृषिसँग सम्बन्धित कर्मचारीहरूको व्यवस्था गर्छौँ। त्यो चाहिँ तेस्रो वर्ष गर्छौँ भनेको छ। हाम्रो कार्यालयमा पौरखी जेटिए हुन्छ। 4औं वर्ष ल ओके 4औं वर्ष जो हाम्रो कृषि प्राविधिक हाम्रो कार्यालयमा रहन्छ। गोठबारीमा सेवा प्रदान गर्ने गरी कार्यालय मैत्री कृषि सजावट। अब हाम्रो कार्यालयमा यो कृषि भनेर त्यत्तिकै पस्ने साथै कृषि रहेछ भनेर थाहा पाउने खालको बनाउने छौँ। हरेक प्रकाशन कृषि मैत्री हुनेछ। भाका नागेका ऋण अनुसानसम्म पास गरेर क्रमबद्ध रूपमा लागू गर्ने भनेर यो दस्तावेजमा लेखिएको छ। मैले वाचन गरेर सिध्याएँ। सुझाव केही छ भने पछि दिँदा पनि हुन्छ, अहिले दिँदा